लो साथीहरू हेरौँ है यहाँनिर सुँगुरले खानुमा बाँचेको सुँगुर चाहिँ सुँगुरको बच्चाहरू लगाएको कि दुईटा नयाँ खानुमा बाँचे यो सेतो चाहिँ यो चाहिँ अलिक कडा छ यसले चाहिँ यसलाई खानु दिँदैन हत्त त सानो ठेलिरहेको छ हेर्नु नि यो चाहिँ भर्खर लगाएको सुँगुर हो जस्तै देखि ओइ अहिले नि आछि 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 ओइ सेतो अहिले तँले भेट्छस् खानु दे त त्यहाँ ल साथीहरू सुँगुरहरू पनि यत्तिको चाहिँ हुन्छ खानुमा मर्दो रहेछ सुँगुरहरू पनि हेर्नु नि आम्मामा कालो पनि कहाँ धर्छ त अन्त ओइ कडा छ है यत्तिको छ नि सुँगुरहरू चाहिँ खानुमा चाहिँ मर्ने नै रहेछ सुँगुरहरू पनि अब हेरौँ आज मैले यो भिडियो बनाउँदैछु होइन अनि अब अहिले यतिको छ सुँगुर हो बच्चा छ अबको केही समय बाद फेरि पनि म तपाईँहरूको लागि होइन भिडियो अपलोड गर्नेछु त्यसमा देखाउँछु यो दुईवटा सुँगुर अहिले यत्रो त छ है त्यति बेला कत्रो कत्रो हुन्छ है त्यति बेला चाहिँ तपाईँलाई देखाउँछु हो अन्त अहिले चाहिँ यिनीहरू बच्चै हो भर्खर ल्याएको अन्त अब हेरौँ अबको 1-2 महिना बादमा कत्रो हुँदो रहेछ होइन त्यसको अपडेट पनि म तपाईँहरूलाई यो मेरो च्यानलमा दिँदैछु भिडियोमा हेर्नु होला है कति महिनामा कतिको बढ्दो रहेछ त्यो पनि भन्छु सुँगुरलाई चाहिँ चारो मैले हल्का अलिकति मात्रै लगाइदिएँ कि कसो गर्छ भनेर यो सेतोले चाहिँ खानु दिँदैन यसलाई हो यो चाहिँ पुरा साँडे हुन्छ नि त तर कालो पनि कम्ती छैन हेर्नु नि पड्काउँदैछ तर यिनीहरू भक्कु लगाइदिनुपर्छ अब एउटा खाएर अगाएपछि अर्कोले खाने चान्स पाइहाल्छ सो साथीहरू त्यही हो अब दुईवटा सुँगुर लगाइरहेको छु हो अब यसमा हेरौँ अबको 1-2 महिना बादमा कतिको ठुलो हुँदो रहेछ होइन त्यसको पनि अपडेट म भिडियोको मार्फतद्वारा होइन तपाईँहरूलाई दिनेछु है त ल